माननीय खगेन्द्र सुनारको बोल्ने शैलीप्रति आपत्ति हुन सक्छ, उहाँले बोल्दाखेरि चुज गर्ने शब्दहरूमा कसैको आपत्ति हुन सक्छ, तर उहाँले जुन कुरा उठाउनुहुन्छ चाहे सदनमा होस् या सार्वजनिक लेखा समिति होस् या अन्य ठाउँमा जुन कुरा उहाँले उठाउनुहुन्छ त्यो जनताको समस्या हो र उठाउनै पर्ने विषय हो। त्यहाँ बदमासी छ भने यस्ता खालको विषयहरू उठाउनै पर्छ। एकचोटि यो सुन्नुहोस्। एयरपोर्ट बन्ने, प्लेन नउड्ने, बस पार्क बन्ने, बस नगुड्ने हो भने त्यो काम के हो? कतिजना राउटेका बालबालिका टाइलाएर स्कुल जान्छ, नाङ्गै भुतुङ्गे बसे हान्थ्या, लाखे जात्राका भक्कु वस्तु भएर हिँडे हान्थ्या बजारमा। लुगा लाउन ल्याएको हो भने लुगा लाएको देखिनु पर्यो। त्यहाँ चाहिँ राउटेलाई लुगा दिने भनेर चाहिँ मुख्यमन्त्री गएर त्यहाँ दिने, भोलिपल्ट राउटे नाङ्गे भुतुङ्गे हिँडेको छ बजारमा। फेरि लुगा लाउने भने चाहिँ लुगा लाउने हुनु पर्यो, त्यो लुगा लाएर हिँड्नु पर्यो भोलिपल्ट। त्यो उसमा 5 लाख रुपियाँ दलितको जीविकोपार्जनमा क्षमता अभिवृद्धिमा आउने, त्यो पैसा दिन पर्यो भने कलेजो दिन लागेको जस्तो, किडनी दिन लागेको जस्तो मरे त्यसमा हातै नहाल्ने, यस्तोमा लाग्नु हुन्न अहिले भन्ने त्यो मुख फुट्याउने त्यो हुँदैन। त्यो कुरा अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नु होला, कठघारोमा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन। टक्रक्क त्यहाँभित्र छलफल हुन्छ, आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, मुख मिठो बनाएर कुरा गर्ने। यसो प्रमाण पेश गर, निराहार प्रमाण आरोप लाउँछस् भन्नुभयो भने राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको थियो दैलेखमा, त्यो गुराँस गाउँपालिकामा? कतिजना राउटेका बालबालिका टाइलाएर स्कुल जान्छ, नाङ्गै भुतुङ्गे बसे हान्थ्या। कुरा क्लियर छ। यसमा कसैले आपत्ति मान्नुपर्ने विषय नै छैन, ठाडो बोल्यो भन्नुपर्ने विषय नै छैन। यदि बस पार्क हो भने बस रोक्ने, अब बस छुट्ने हुनु पर्यो। एयरपोर्ट बनाएको हो भने अब प्लेन ल्यान्ड गर्ने, यताउति हुनु पर्यो। अब जता हेऱ्यो त्यतै भ्रष्टाचार गरेर अब खतम बनाछन्। अनि त यतिको ठाडा बोल्ने होइन, झकझकाउने सांसद त चाहियो नि त।